मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर 4 मा पोषणयुक्त सामग्रीहरू वितरण गरिएको छ। अपाङ्ग संरक्षण समाज बुढीगंगा 4 को आयोजना तथा बुढीगंगा गाउँपालिका 4 को सहयोग र अपाङ्गता संरक्षण समाज बुढीगंगा 5 को सहकार्यमा पोषणयुक्त सामग्री वितरण गरिएको हो। संरक्षण समाज बुढीगंगा 4 का कार्यक्रम संयोजक अनिरुद्ध चौधरीको सभापतित्व तथा गाउँपालिकाको अध्यक्ष जितनारायण थापा मगरको प्रमुख अतिथिमा आज पोषण सामग्री वितरण गरिएको हो। पोषणयुक्त सामग्री अन्तर्गत 4 नम्बर वडाका 50 जनालाई चना, अण्डा, तेल, आटा लगायत वितरण गरिएको थियो। विपन्न परिवारमा पोषणको अभाव हुँदा कुपोषित बच्चाहरू जन्मने जोखिम भएकोले पनि पोषणयुक्त सामग्री वितरण गर्नु उपयुक्त भएको गाउँपालिकाको अध्यक्ष थापा मगरले जनाएका छन्। उनले गाउँपालिकाले यस्ता विभिन्न कामहरू गर्दै आएको र विभिन्न सङ्घ संस्थाको सहकार्य पनि गर्ने गरिएको उल्लेख गरेका छन्। सुत्केरी महिलाहरूका लागि पनि आवश्यक पर्ने पोषणयुक्त सामग्रीहरू वितरण गर्दै आइरहेको बताएका छन्। आफूले पाएका सामग्रीको सही सदुपयोग गर्न समेत अध्यक्ष थापा मगरले आग्रह गरेका छन्। उनले विपन्न नागरिकको जीवनस्तर उकास्नका लागि गाउँपालिकाबाट विभिन्न कामहरू भइरहेको बताएका छन्। सामग्री वितरण कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष अमृता कुमारी कक्षेदार, वडाध्यक्ष शशिकान्त चौधरी, वडा सदस्य चिरञ्जीवी सरदार, नूर आरम, चानोदेवी ऋषिदेव लगायतको उपस्थिति रहेको थियो। तपाईहरुले जुन माया सद्भाव प्रेम दिएर आज मलाई जुन गाउँपालिकाको अध्यक्ष पोस्टमा ल्याउनु भएको छ र मैले नितान्त यी गरिबहरुको दिनचर्या अलिकति माथि जाओस्, राम्रो होस्, म तपाईहरुलाई केही न केही प्रोग्रामहरु ल्याइरहेको अवस्थाहरु पनि छ हैन। यो बुढीगंगा राम्रो बुढीगंगा हाम्रो बुढीगंगा होस् र यो यहाँका जनताले हरेक कुरोमा सुविधा पाओस् भन्ने कुरामा बुढीगंगा लागि परेको छ, वाडाहरुको लागि परेको छ। तपाईलाई नितान्त त्यो बोल्न पनि पानीको लागि पनि हामीले पैसा, एउटा विपन्न परिवारहरूले स्वच्छ खाने पानी पाओस् भन्ने कुरोमा हामीले पैसा पनि 4 लाख रुपैयाँ छुट्याएको थियो। त्यो 4 लाख रुपैयाँ म विपन्न परिवारहरूले पाउनु भएन, तपाईहरुले लिनु भएन। त्यो भएर यहाँ अरूले नै त्यो पैसाहरू पनि खाने पानीको लागि सहुलियतको अवस्था तपाईलाई जानकारी छ। त्यो भएर आज बुढीगंगाले धेरै कुराहरूको वितरणहरू पनि गरिरहेको छ, पोषण कुराहरू दिइरहेको अवस्थाहरू पनि छ। आज कोखदेखि शोकसम्मको कुरा पनि हामीले लागू गरेका छौँ। त्यो भएर पनि हामीले पोषिलो खानेकुराहरूको वितरण कार्यक्रम पनि गरेका छौँ। बच्चा जन्मिँदा पनि हामीले घिउ, कुखुरा हैन, यो अण्डा अनि के जो भटमासहरू हामीले दिइरहेको अवस्थाहरू पनि छ। त्यसपछि त्यतिले मात्र भएन, सम्पूर्णलाई हामीले फिल्टर सोपानेट झुलहरू पनि हामीले वितरण गरिरहेको अवस्थाहरू पनि छ। अनि नानीलाई पनि तपाईको किड बेबी भनेर न्यानो कपडा भएको छ। अब शोक भनेको के हो भने आज पनि बुढीगंगामा धेरै गरिबहरू छ, धेरै मान्छे मर्दा कफन किन्ने पैसा पनि छैन, भोज खर्च पनि छैन। त्यो भएर हामीले कोखदेखि शोकसम्म, शोक भनेको के हो भने मर्दा हामीले कफन किन्ने पैसा नहुँदा पनि हामीले भोज खर्च हामीले 10,000 रुपैयाँहरू पनि दिइरहेको छु। त्यो भएर अझ तपाईहरुलाई हामीले करोड रुपैयाँ छुट्याएको छु गरिबको लागि। तपाईहरुले हिजो 3500 रुपैयाँ लिएर तपाईहरुले बिमा गर्दै हुनुहुन्थ्यो भने अहिले तपाईहरुलाई 1000 रुपैयाँ दिएर हामीले बिमा 2500 रुपैयाँ सरकारको तर्फबाट, स्थानीय सरकारको तर्फबाट लाइरहेको अवस्थाहरू पनि छ। त्यो भएर तपाईहरुले यी कुराहरू बुझ्नु पनि पर्ने अवस्थाहरू पनि छ। अहिले पनि अपाङ्गको विषयमा हामीले तपाईहरुको व्हील चेयरदेखि लिएर तपाईको धेरै इक्विपमेन्टहरू तपाईलाई दिए। त्यतिखेर पनि हामीले साइकल पनि दिएको छौँ, त्यसलाई इलेक्ट्रिक साइकलहरू पनि हामीले अपाङ्गहरूलाई दिएको छु भने यो पल्ट हामीले मोटरसाइकल पनि बाँड्दैछौँ। हाम्रो अर्डर भइसकेको छ मोटरसाइकलहरू पनि अपाङ्गताहरूलाई यो पल्ट तपाईको मोटरसाइकलको पनि व्यवस्थाहरू गर्दैछौँ। हामीले गर्ने कुराहरू धेरै बुढीगंगाबाट गरिरहेको अवस्थाहरू पनि छ। अहिले तपाईहरुले एउटा कुरो के बुझ्नु भने तुरसिया कुन बुझ कि अग्नियो तोरा सबके घर परिवार जे सक्षम छे उटा सबके हमरा सब सिलाई बुनाई के कटिंग के व्यवस्था करलो छेन। हमें तोरासिया के कही रहलो छेन कि तोरा बिउ पूंजी नहीं छो तो बिउ पूंजी हमें दे छे कह के आजु तली कोई नहीं येलो छी, खाली सीखे बिउ पूंजी देबो के जो हो मशीन देबो को छे नहीं येलो छे। तो वहां लागि ई बेर तोरासिया के इन्डिया नहीं है तो कह के बरु पोषिलो खानेकुरा अपाङ्गहरू तपाईहरुको ठाउँमा, हाम्रो ठाउँमा, तपाईको भन्दा पनि हाम्रो ठाउँमा छ। अहिले हामीले एक वर्षको डाइपरहरू बाँडिरहेको अवस्थाहरू पनि छ। त्यो तपाईहरुले बुझ्नु पनि पर्छ। हिजोसम्म थियो
मलाई लाग्दैन यो पनि कुनै कुरो पनि बाँडेको अवस्था थिएन। आज हरेक कुरो तपाईहरुलाई देखेर हामीले योजनाहरू बनाउँदैछौँ। अग्निउटा बनभदिया ख्याबला यते 1 नंबर वार्ड में 7 बीघा जगह में ईटा बेड बनी रहल छे। ईटा में हमें सुनी रहल छे उटा बेड हमें करने कैंप करने उजा ईटा पार्क आज पार्क बनला के बाद में ओते न टिकट पार्क में त्यो बन्दा के छ भने हामीलाई पार्क बनाउँदै जाँदा हामीलाई पिकनिक खान 2 महिना बर्ने बाहिर जानु पर्दैन, तालतलैया जानु पर्दैन। त्यो भन्दा राम्रो यहाँ बनाउँदैछु। 19 करोड रुपैयाँको पार्क बन्दैछ। त्यो तपाईहरुले बुझ्नु। भनेपछि त्यहाँ तपाईकै यही बुढीगंगाको छोरा छोरीले जागिर पाउँछ। त्यहाँ टिकट काट्ने जागिर पाउला, सफा गर्ने जागिर पाउला, त्यहाँ धेरै किसिमको जागिरहरू पाउँछ हैन। र त्यसपछि तपाई हामीले नै हामी ठेला पनि बनाउँदैछौँ। अब त्यही ठेला तपाईले चलाउनु भयो भने 30 सम्म राख्नु भयो भने त त्यो ठेलाबाट त हाम्रो दाजुभाइ दिदीबहिनीले त जागिर पनि पाए नि त, बिजनेस चल्यो नि त। त्यो हेतुले हामीले काम गर्दैछौँ। तपाईहरु बुझ्नु। र यो पल्ट गरिबलाई फेरि दुईवटा गाई पनि बाँड्दैछु। अब त्यो गाई बाँड्दा म सुन्दैछु यो सबै पहरियालाई दिन्छ, यस्तो कुरा होइन। त्यो गरिबहरुले जसले पाल्न सक्नुहुन्छ त्यो परिवार हेरेर मलाई त्यो गाई चाहिएको होइन, शशि भाइलाई गाई चाहिएको होइन। त्यो जो गरिब छ जसलाई 2 पैसा आम्दानीको स्रोत छैन, 2टा गाई ब्याउने गाई हामीले दियौं भने त त्यो गाईबाट त इन्कम गरेर त घर परिवार त चलाउन सक्नुहुन्छ नि। त्यो भएर यो पल्ट हामीले गाईको व्यवस्था पनि गर्दैछौँ। त्यो नितान्त गरिबहरुलाई पाउँछ। अहिले मैले 5000 इन्डक्सन चुल्हा पनि मगाएको छु। इन्डक्सन चुल्हा आयो भने सम्पूर्णले पाउनुहुन्छ 50% डिस्काउन्ट। तपाईले त्यो किन पाउँदै हुनुहुन्छ भने अहिले ग्यास किन्न जानुभयो भने तपाईलाई 1900 रुपैयाँ लाग्छ, उधारो पनि दिदैन। तर इलेक्ट्रिकमा तपाई पकाउनु भयो भने त 2 महिना उधारो पनि तपाईको काम त चल्छ। त्यो भन्दा तपाईको आधा भन्दा आधा पैसा खर्च मात्र हुन्छ। त्यो भएर इन्डक्सन चुल्हाहरुको पनि व्यवस्था हामी गर्दैछौँ। हरेक कुरोहरु तपाईहरुको लागि ल्याउँदैछौँ। स्कुल तपाईको कालुखिनाको स्कुल के अवस्था देखाए, अग्नि की स्कुल के अवस्था देखाए। किरण से तो से के बच्चा सब किरण के पढ़ी रहल छे। ईटा बेर हमें ओइसने गाउँपालिका बनल के विज्ञान आनी के राख्ने गाउँपालिका बनल छे। कोनो ठिनाइ नै छे। हमें स्टार्ट करने बोर्डिंग स्कूल के प्रश्न हमरा सब आपने बनल छे। सरकारी स्कूल के प्रश्न हमरा सब बनाए रहते। कॉपियों जांचे में एक दिन के कॉपी एक जातो, दोसर दिन के स्कूल के वो, दोसर दिन के दोसर स्कूल दोसर के दोसर दिन के कॉपियों जांचे थे। तो बच्चा सब टैलेंट है दिन तो कालगुना प्रश्न भी हमें अपने स्कूल में जांच ले। आप उठा नहीं हमरा सिया पूरी गंगा भरी के सरकारी स्कूल प्राइवेट स्कूल बोर्डिंग स्कूल के 4टा सेंटर राखी। 4वटा सेंटर में हामीले जांच लिँदैछु। जांच अहिले स्टार्ट छ। हेरौँ न अब कसरी पास हुन्छ भनेपछि अब मलाई लाग्छ यी शिक्षामा धेरै राम्रो सुधार हुँदैछ। तोरा सब टेंशन नहीं ले। हम आज फिर कहे चाहे हमर बेटा के जागिर एते ना लगाला नहीं छे, हमर बेटी के जागिर लगाला नहीं छे। ईटा नीट धक यहाँ बुढ़ी गंगा के आदमी बेटा बेटी भाई भतीजा के जागिर मिलतो। उटा में टेंशन नहीं ले। जागिर सब अग्नि अस्पताल खुली रहल छे। तोरा सिया ईटा उमे आबद्ध रह। तोरो सबके कुन छे उठा को हमरा सब कुन करे साक्षन बुढ़ी गंगा से उठा करबे। घर घर में 4 महिला के ट्रैक्टर जा रहल छ कि नै? हां बिजुली बत्ती घर घर में बल्ल छ कि नै? अग्नि हमरा लाग्छ एके बेर हमु जादू के सरी तोरो सिया त हमरा 5 बछर के लागि आनलै। हां एके बेर कहबा त चिल्लो करि दे रास्ता हेतो। हम आज सबै कर दे त कालुखिना ई कुन करते था। त इजा त विस्तारै हेते छ नि त। शिक्षा में, स्वास्थ्य में, कृषि में, रास्ता पेड़ बाहरों से बजेट सब आनी रहल छ त। अग्नि देखाइ त 2-2टा एम्बुलेंस छे। कालुखिना एकोटा एम्बुलेंस नै रहे कि रहे त यहाँ लागि तोरा से टेंशन नहीं ले। तोरे सबके लागि काम करि रहल छ हमरा छिया। एकदम रात दिन एक कहि के लागल छ। तोर सबके सुख किरण के हेते, बुढ़ी गंगा केना के बढ़िया हेते कहि के लागल छ। अरे तोरा से के भजन कीर्तन के बहुत के हमें ढोलक तबला टिकी देने। आप तुरंत तोर सबके कंपटीशन में भै रहल छी।